एभ्रिवान। अनि हिजो चाहिँ पानी परेको थियो अनि त्यही भएर आज बिहान चाहिँ क्लियर भइसकेको छ बादलहरू अनि बिहान घाम पनि मजाले लागिसकेको छ साथीहरू। अनि त्यसपछि चाहिँ म आज चाहिँ भित्र पनि यसो चिसो चिसो मौसम छ क्या। अनि मैले चाहिँ जाडो महिना जस्तो गरेर ज्याकेट स्याकेट लाएर चाहिँ चट्ट लाएर बसिरहेको छु। अनि टिभी हेर्नुहोस् त मेरो यहाँ के भएको होला। अनि त्यसपछि चाहिँ मुभी हेर्दै चटपट त खानु मन लाग्यो। लाकपलम्बु त बाहिर खेलिरहेको छ अनि म एक्लै भइसक्यो त्यही भएर चाहिँ। अनि नानीहरू आइसकेपछि हामी बाहिर यसो इभिनिङ वक पनि गर्नु गयो। बाहिर चिसो हावा छ तैपनि। अनि त्यसपछि हामी तिनजना चाहिँ लागे टिक 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 गर्दै खाजा खान लागे। अनि त्यो चाहिँ खाजा चाहिँ के भन्दा त हाम्रो फेभरेट नेपाली मोमो। मोमो त सबैको फेभरेट नै हो। अनि हाम्रो लाक्पा भाइको त झन् फेभरेट मोमो हो। लाक्पाको खुवाई त डेन्जरै छ है साथीहरू। अनि त्यसपछि बाहिर आएको त लाक्पालाई त बोबा टी खानु पर्यो अरे। मसँग आउँदा चाहिँ उनीहरूलाई यस्तो खानै पर्छ क्या। अनि मेरो 600 रुपियाँ चुन लायो साथीहरू। अनि त्यसपछि बोबा टी लाक्पाले चाहिँ बबाल छ अरे। मैले पनि लु नि त खाऊँ ट्राई गरौँ कस्तो रहेछ भने एकदम मलाई चाहिँ मिठै लागेन। अनि उनीहरू दुईजनालाई चाहिँ मिठो लाग्यो अरे। अनि घरमा आए साथीहरू। अनि मेरो आजको भिडियो चाहिँ यहीँसम्म हुन्छ। बाई बाई, सी यू टुमारो।